आज चाहिँ हामी चाइनाको टुरिस्ट भिजा लिनको लागि के गर्नुपर्छ, के डकुमेन्ट चाहिन्छ भन्ने कुरा गर्नेछौँ। फर्स्ट अफ अल त तपाईँसँग पासपोर्ट हुनु पऱ्यो, अनि ब्याङ्क स्टेटमेन्ट क्लोजिङ ब्यालेन्स 2.5 लाख 4 मन्थको भए राम्रो। अनि त्यसपछि अनलाइन फर्म भर्नु पऱ्यो, अनि कभर लेटर, डे टु डे प्लानहरू, आइटिनरीहरू, अनि फ्लाइट टिकट र होटल बुकिङ गरेर तपाईँले अनलाइन सब्मिट गर्नु पऱ्यो। अनलाइन सब्मिट गरेपछि तपाईँको इमेलमा तपाईँलाई मेल आउँछ पासपोर्ट सबमिसनको, अनि तपाईँले त्यो मेललाई प्रिन्ट आउट गरेर तपाईँले पासपोर्ट उनीहरूको बिएफएसमा सबमिट गर्नुपर्ने हुन्छ। अनि पासपोर्ट सबमिट गरेको 5 to 7 डेजमा तपाईँको पासपोर्टमा भिजा लागेर आउँछ। पहिलाको टुरिस्ट भिजा चाहिँ यस्तो थियो, आफ्नो फोटो नभएको, अनि अहिले चाहिँ चेन्जेस भएर यस्तो आएको छ है। यस्तो राम्रो हेर्नु न, यस्तो राम्रो भिजा छ है। अनि यसरी तपाईँ यति डकुमेन्टले तपाईँले चाइनाको टुरिस्ट भिजा लिन सक्नुहुन्छ। अनि त्यसको लागि केही गाइडेन्स तपाईँको हाम्रो केही हेल्प चाहिन्छ भने तपाईँ शक्ति ग्लोबल ट्राभल्सलाई सम्झिन सक्नुहुन्छ। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।